सिमानाकालाई जोड्ने एकमात्र कुसाहा बेलही सडक खण्ड बजेटको अभावले गर्दा जीर्ण अवस्थामा रहेको छ। दैनिक रूपमा दर्जनौं सवारी साधन र 10,000 भन्दा बढी सप्तरी स्थित बलान बिहुल गाउँपालिकाको मुख्य सडक रहेको यस सडक निर्माण हुन नसक्दा स्थानीयले शास्ति भोग्नु परेको हो। एक रिपोर्ट। खण्ड अहिले जीर्ण अवस्थामा पुगेका छ र यहाँ जनगुनासो पनि उत्तिकै नै छ। भारतको सिमानासँग जोडिने सप्तरीको सुरुङ्गा नगरपालिका 5 कुसाहा बजारदेखि 16.5 किलोमिटर दूरीमा रहेको कुसाहा बेलही सड़क खण्ड कुसाहादेखि बेलहीसम्मको धुलामे र वर्षायाममा हिलामे हुने गरेको छ। सप्तरीको दक्षिणी पश्चिमी ग्रामीण भेगलाई भारतीय बजारसम्म जाने मुख्य सड़क नाकासँग जोडिने एकमात्र कुसाहा बेलही सड़क जीर्ण हुँदा यात्रु र स्थानीय शास्ति खेप्न बाध्य भएका छन्। जिल्लाको सुरुङ्गा नगरपालिकाको कुसाहा बजारदेखि पर्ने बलान बिहुल 4 बेलहीसम्म करिब 16.5 किलोमिटरसम्म सड़कको अवस्थामा वर्षायाम अघि नै हिलामे बन्न पुगेका छन्। 10 मिनट गरेको सवारी चालकहरूको दुखेसो छ। बहुत दिक्कत भ रहल है कि चल बेला कति जे हर जगह टूटल फाटल दिए गाड़ियों झुकुर झुकुर चले जे रसे रसे चलबैत रही छी कदला तो एकदम खराब यदि बगलियो ला एकदम अठारो अब एहि बगल बदलै छिए बगलै छिए तो ओहि बगल डर होइत रही छी कि एहि बगल फंस जेतै गाड़ी कि एहि बगल फंसतै एते किसिम के बराबर हमरा और के बराबर जेना जेना रहबे करे आ बराबर दिक्कत है गाड़ी लगैत रहे जेना मतलब पलटी मार देते गड्ढा छै सबके दिक्कत है जे गाड़ी को तैसे जे बाटो इधर बहुत गड़बड़ छै बाटो चले वाला लायक नहीं छै मतलब हम सब मजबूरी मतलब की करबे। बारिश के समय गेले आब सिटी वाला सब कथि है मटर फुकेते रोड में जाय में बाटो छै कमती में आधा घंटा लगते वो में कोई गारंटी नहीं रहे छै कि पुगना जरूरी छै कि नहीं छै कखनो पलट सके छै सिटी चारो बार खेदिए अचानक खेदियामा पानी भरि गेले। दैनिक आवत जावत गर्न कठिन भइरहेको अवस्था हुँदाहुँदै पनि बाध्यताले लामो समयदेखि जीर्ण अवस्थामा रहेको सड़क प्रयोग गर्नु भोग्न बाध्य छन्। जनप्रतिनिधि तथा सांसदहरूले चुनाव अघि सड़क मर्मत गर्ने लगायतका अनेकौं चुनावी नारामा सीमित भएका छन्। यस क्षेत्रबाट पटक पटक संघीय सांसद तथा मन्त्री हुनेहरूले पनि आफ्नो क्षेत्रको यस सड़कको अवस्थालाई भने बेवास्ता गरेको जनमत पार्टीका प्रदेश समिति सदस्य शंकरको भनाइ छ। चुनावको सिलसिलामा माननीय जीएल चौधरी जी वहाँ 3 चोटि लगातार केन्द्रीय संघको सदस्य यानी कि संघको माननीय निर्वाचित भइसक्नु भएको छ र यही जनताले हामीले सोधेको सर तपाईँ 2 चोटि जित्नुभयो फेरि किन तपाईँ नै तपाईले भोट चाहियो किन आउनुभयो एउटा रोड बनाउन सक्नुहुन्न अनि उहाँले के गर्नुभयो 1-2 लाखको बलुवा हालिदिनु भयो झन् त्यो चुनावमा मान्छे बलुवामा चिप्लेर हातखुट्टा भाँचिसकेको छ र हाम्रो प्रदेशको मान्यजी संघको मान्यजी केही चासो छैन। आम जनता दुख भोगेको भोगै नेताहरू काठमाडौँ र जनकपुरमा बसेको बसै। यो विषयमा ध्यान दिनुपर्ने कुरा भएको स्थानीय जनप्रतिनिधि बताउँछन्। पालिकाबाट बेला बेलामा सड़कमा रहेका खाल्डाखुल्डी मर्मत सम्भार गर्दै आए तापनि यसमा लाग्ने अत्याधिक बजेटका लागि संघ र प्रदेश सरकारलाई बेला बेलामा घचघच्याउने काम गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव बताउनुहुन्छ। यो विषयमा हाम्रा संघीय सांसदज्यूहरू प्रदेश सांसदज्यूहरूको विशेष उहाँको चासोको विषय हो किनभने यो दिन वास्तवमा दिउँसै यहाँ चाहिँ गाडीहरू फस्ने वातावरण सडकको वातावरण एकदम लास्टै जनतालाई शास्ति भोग्नु पर्ने खालकै वातावरण छ। यसले कसैले लुकाउन सक्दैन। यो यथार्थ र सही कुरा त्यही हो। एउटा चाहिँ सेरा चौकदेखि रामनगरसँग पनि बाटो पनि प्रदेशमा त्यो पनि प्रदेशमा डिपिआर भएर गइसकेको अवस्था छ। त्यहाँ पनि हामीले गर्न सकिरहेको छ। यो पनि मुख्यमन्त्रीज्यूलाई मैले भनेर आएको छु। बजेट व्यवस्थापन त्यहाँ पनि अहिलेसम्म हुन सकेको अवस्था छैन। मैले तर आफ्नो पहलले घचघचाइरहेको छु खटखटाइरहेको छु। यो सडक साइन खडक नगरपालिका र छिमेकी जिल्ला उदयपुरसम्ममा यात्रु लगायतका हजारौं सर्वसाधारणले भारतीय बजारसम्म दैनिकी उपभोगका सरसामान खरिद गर्न बिहार राज्यको लौकहा बजार जाने गरेका छन्। 2076 मा बनेको सड़कको स्तर उन्नतिका लागि बारम्बार बजेट आए तापनि सम्बन्धित निकायले यस सड़कमा चासो नराख्दा खाल्डाखुल्डी पारेर जीर्ण भई सड़कमा वर्षायाममा हिलाम्य अवस्थामा परिणत बन्न पुगेका छन्। यात्रुहरू सडक खण्डमा चाहिँ हिँड्न बाध्य परेका छन् तर
यस क्षेत्रबाट लगातार 3 चोटि जितेर गइसकेका अहिले बहालवाला मन्त्री मान्य तेजुलाल चौधरीको